दाजुहरूको उद्घाटन छ है यो भिडियो हेर्नु है एकदम उछ कि ल बधाई छ है नयाँ घर लगाउनु भएकोमा बधाई छ नयाँ घर लगाउनु हेर्नु है कस्तो छ धन्यवाद धन्यवाद अब नयाँ घर पनि लाग्यो अब सबैलाई खाना खुवाउने सिस्टम राखेको छ आज मैले खानापिना सब पुरै मेरो गाउँले दाजुभाइलाई यही हुन्छ हैन अब खाना हाल्छु है त म सबै बस्दिनु होला लाइनमा साथीहरु हैन अब गाउँले दाजुभाइ भएपछि यस्तै हो सुख दुःखमा साथ दिनुपर्ने हो हैन एकदम खाना पनि बनिसक्यो भात पाकिसकेको छ मेरो अब दाल पकाउनु पर्ने हो दाल पनि पाकिसकेको छ आथा के साह्रो गरम हो गरम भयो कति गरम रहेछ बस्नु होला है सबै खानाहरू छन् खाना यस्तै छ अनि मुख मिठाको लागि मैले केला पनि ल्याएको छु खाना बोज्छ कि भन्ने डर छ खाना नुन त कस्तो भयो थाहा छैन नुन चेक गर्ने अब है नुन खाने ए नुन है नुन त यहाँ छ यहाँ खुर्सानी खुर्सानी हेर न अलि पिरो होला सोचेको पिरो कम भएछ अरू त सबैलाई ठिक छ मलाई त ठिक छ है यसलाई चिन्नु है त हेर्नु है गाइस लास्टसम्म हेर्दिनु है सबैले रक्सीको पनि व्यवस्था छ मेरोमा डीजे बज्छ एकछिनपछि रक्सीको बोतलहरू छन् न जति खाँदा पनि मजाले मजाले आज त खुलेर पार्टी गर्नुपर्छ है यहाँ पनि छ खाना पनि खायो खाना के मिठो हो पेटभरि भयो मिठो लाग्यो अब दारु सारो पनि खाने खाना यसो यहाँतिर राख्दिम है आगो पनि यति ठुलो भइरहेछ कि गर्मी आगो पनि धेरै भयो धुवा धुवा हुन्छ धुवा भयो धुवा भइरहेछ अलि बुराला दर्रा भएर लेकतिरको भयो घाम खास लाग्दैन आजभोलि खानापिना त भइसक्यो एकदम याद आउँछ कि गाइस यसै छ गाउँतिरको याद आउँछ कि धेरै तपाईँलाई आउँछ है कमेन्ट गर्नु होला अब धामी झाँक्री पनि आफै हो यो पगडी दिनु देउता पनि आउने हो घरको केही कमी कमजोरी छ भने पछि चलिहाल्यो धामी पनि चल्यो भिडियो हेर्नलाई यो दोस्रो पार्ट आउँछ होइन यो धामी चलेको अनि दोस्रो पार्टको पर्खाइमा छ भने हेरिदिनु होला हस्त धन्यवाद।